तिलुवा खोला सोल्टिनी दोभानहरूलाई तिलुवा खोला सोल्टिनी दोभानहरूलाई झल्कोले धेरै सतायो भेटघाट गरौँ न झल्कोले धेरै सतायो भेटघाट गरौँ न म परे खातबारी हौ मायालु मिलनको म परे खातबारी हौ मायालु मिलनको धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो माङ्सेबुङ हुने सोल्टिज्यू माई खोला सलल माङ्सेबुङ हुने सोल्टिज्यू माई खोला सलल भेटघाट हुन्छ नभन्नु बिरानो भइहाला भेटघाट हुन्छ नभन्नु बिरानो भइहाला म परे इलामको मायालु खातबारी म परे इलामको मायालु खातबारी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी जोरकुलस सोल्टिनी आउँछु म माङ्सेबुङ भर्नलाई जोरकुला सोल्टिनी आउँछु म माङ्सेबुङ भर्नलाई मनसित मिले दुबईको लैजान्छु तेह्रथुम मनसित मिले दुबईको लैजान्छु तेह्रथुम म परे खातबारी हो मायालु मिलनको म परे खातबारी हो मायालु मिलनको धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो देउराली डाँडा सोल्टिज्यू देवीको थपना देउराली डाँडा सोल्टिज्यू देवीको थपना सँगसँगै भागौँ देख्छु नि दिनरात सपना सँगसँगै भाग्छु देख्छु नि दिनरात सपना म परे इलामको मायालु खातबारी म परे इलामको मायालु खातबारी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी तिनजुरे मिल्के सोल्टिनी गुराँसको राजधानी तिनजुरे मिल्के सोल्टिनी गुराँसको राजधानी एकैछिन टाढा भयो कि झन् माया लाग्छ नि एकैछिन भयो एकैछिन टाढा भयो कि झन् माया लाग्छ नि म परे खातबारी हो मायालु मिलनको म परे खातबारी हो मायालु मिलनको धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो धेरै नै भयो कुराको दुई मुटु मिलाउँ भो खाँदबारी बजार सोल्टिज्यू मन छ नि भर्नलाई खाँदबारी बजार सोल्टिज्यू मन छ नि भर्नलाई म पनि तयार भएको छु घरबार गर्न
भर्नलाई म पनि तयार भएको छु घरबार भर गर्नलाई म परे इलामको हौ मायालु खतबारी म परे इलामको हौ मायालु खतबारी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी तिम्रै हो जोबान लैजाउँ है राजिना पास गरी धन्यवाद नमस्ते नमस्कार म टेक बहादुर पुमा राई यो मैले अहिले चाहिँ नि गाएको स्वर चाहिँ हजुरहरूलाई चाहिँ नि कस्तो लाग्यो होला चाहिँ नि खासै चाहिँ नि म गायकार चाहिँ होइन नै मैले पनि यो चाहिँ नि भर्खर यो गीत चाहिँ सिकेको यो चाहिँ नि यो माई खोला सलल भन्ने यो पूर्वेली लोक भाका हो यो गाना हो हजुरहरूलाई चाहिँ नि यो मेरो स्वर चाहिँ कस्तो लाग्छ होला हजुरहरूलाई राम्रो लाग्यो भने मलाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् है त ओके बाई बाई